गाइस, आज मैले यो कटकबल काट्दैछु। हेर्नु होला, एकदम इजी तरिकाले है। हेर्दै जानु। हजुर घर बसी बसी नि कपाल काट्न सक्नुहुन्छ हजुरले। सुरुमा यसरी बिचमा काट्ने, त्यसपछि कतिको छोटो बनाउनु जाने त्यही अनुसार घुमाउँदै घुमाउँदै जाने, घुमाउँदै जाने। सेन्टरमा पुग्नुहुन्छ त्यतिखेर टक्क त्यो जुच्चोवाला कपाललाई काट्ने, त्यसपछि जुन बराबरबाट हल्का घुमाउँदै जाने मासतिर। यो कपाल एकदम साह्रो एकदम हुन्छ नि जोरो टाइपको भएर कपाल पनि कैँची पनि क्यार क्यार गरिरहेको छ है। काट्दै जानु, टक्कै घुमाउँदै जाने। हेर्न सक्नुहुन्छ हजुर पनि घर बसी बसी कपाल काट्न सक्नुहुन्छ। यो सेफ अलिकति त्यहाँनिर चिची देखेर त्यो पनि काटेला। हेर्नु कस्तो लाग्यो।